हामी चाहिँ आज एउटा विशेष ठाउँमा एउटा नयाँ ठाउँमा आएका छौँ होइन। यो नयाँ ठाउँको परिदृश्य तपाईँहरूलाई पनि अलिकति देखाऊँ भनेर सानो एउटा भ्लग बनाउँदैछु। तपाईँहरूले अति समय हेर्नुहुनेछ भन्ने मैले आशा गरेको छु। हाम्रो यता भाइ छन् हाम्रो होइन, वातावरण एकदमै अवश्य खालो देखिरहेको छ। डन भाइ हो के, डन भाइ हो होइन। अनि हाम्रो यता अर्को हाम्रो दादा हुनुहुन्छ, हाम्रो दादा उहाँ चाहिँ दादा हो, दादा कृषि दादा हो, कृषि दादा भन्ने दादा हो होइन। अब यो चाहिँ पुरा जङ्गलको एरिया होइन, यो सबै जङ्गल हो। यता जङ्गल छ, यता भन्दा पनि धेरै चाहिँ जङ्गल हाम्रो यता अगाडिपट्टि छ होइन। सल्लाह पुरा ठुलो सल्लाहघारी छ, सल्लाहको रुखहरू छ। त्यसपछि गएर अरू सबै छ गाइज। अब हामी तपाईँहरूलाई यहाँबाट सबै दृश्यहरू देखाउँदै जानेछौँ। एक एक गरेर दृश्यहरू तपाईँहरूलाई देखाउँदै जानेछौँ। तपाईँहरूलाई पनि रमाइलो मनोरञ्जन दिने प्रयास गर्ने नै छौँ। रमाइलो गरेर चाहिँ अब हामी यहाँबाट फर्किँदैछौँ हामी साँझको समयमा रमाइलो घुमफिर गरेर एकदम चिसो हावा खाएर एकदम मनोरञ्जनात्मक वातावरणमा एकछिन रमाएर हामी अब फर्किँदैछौँ। त्यो चाहिँ हाम्रो पुरा हुनु पऱ्यो, सब्सक्राइब हुनु पऱ्यो, लाइक हुनु पऱ्यो, कमेन्ट हुनु पऱ्यो, सेयर हुनु पऱ्यो। यदि तपाईँ हामीसँगै यहाँ घुम्न चाहनुहुन्छ भने त्यो पनि कमेन्ट गरेर बताउन सक्नुहुन्छ। तपाईँहरूको साथमा हामी पनि आएर रमाइलो गर्न सक्छौँ, सँगै रमाउला होइन। पिकनिक पनि गर्न सकिन्छ, समस्या छैन। अब पिकनिकको समय पनि आउँदैछ, अब रातिकालीन समय पनि हुँदैछ होइन। त्यही भएर पनि अब चाहिँ हामी यहाँबाट फर्किँदैछौँ। अब फर्किँदै गरेको दृश्य हो, हामी तपाईँहरूलाई बिचमा सानो क्लिपहरू गरेर पनि देखाउनेछौँ। यो चाहिँ हाम्रो दैलेखी राजा हो। चाहिने जस्तो घुम्न आउनुहुन्छ भने सम्पर्क गर्न सक्नुहुन्छ। दैलेखी राजाको साथमा तपाईँहरू घुम्न चाहनुहुन्छ भने राजा चाहिँ देशमा शासन चल्छ गाइस। राजा बिना देश चल्दैन। राजा इज राजा होइन, किङ इज अलवेज किङ। राजा भनेको राजा हो। अब चाहिँ हामी यहाँबाट फर्किँदैछौँ। साँझको समय एकदम चिसो होइन, वातावरण मौसम एकदम चिसो भए तापनि यहाँ चाहिँ हामीले घुम्दाखेरि रमाउँदाखेरि चाहिँ हाम्रो मानसिक अवस्था एकदम दिमागहरू फ्रेस हुने होइन। जब मानिसहरू धेरै तनावमा हुन्छ, धेरै तनावमा हुँदाखेरि बिस्तारै मान्छे डिप्रेसनमा जान सक्ने अवस्था हुन्छ। तर यस्तो चिसो डाँडामा आएर हावा खाँदाखेरि चाहिँ मान्छे एकदम फ्रेस हुन्छ। तपाईँहरूको एकदम अब काठमाडौँको ठाउँमा है एकदम बोर हुन्छ, त्यो समयमा चाहिँ तपाईँहरू यस्तै डाँडामा आएर रमाएर चाहिँ फ्रेस हुन सक्नुहुनेछ। यो चाहिँ हाम्रो बिजुली लाइन हो होइन। यो बिजुली लाइन चाहिँ हाम्रो काठमाडौँबाट यो नुवाकोट हुँदै आएको बिजुली लाइन हो होइन। यो चाहिँ हाम्रो नुवाकोटबाट काठमाडौँ भित्रको लाइन हो। यहाँभन्दा तल अलिकति तलपट्टि देख्न सक्नुहुन्छ सशस्त्रको बस्ती छ, सशस्त्रको ब्यारेक छ होइन। अब हाम्रो पछाडि यहाँ दाइहरू हुनु चाहिँ हाम्रो मूर्ति महाराज, हाम्रो दाइहरू भाइहरू साथमा होइन सबै छौँ। अब यहाँबाट हामी तल झर्दैछौँ, हामी ओह्रालोमा छौँ। हामी माथि टप डाँडामा पुगेर पनि हामी तल फर्किँदैछौँ। बाटो हो यो, एकदम भिड छ है, हाम्रो पहाडको जस्तै भिड छ यहाँ। देख्न सक्नुहुन्छ यो चाहिँ पहाडकै जस्तै छ क्या, एकदम भिड होइन। उकाली ओह्राली भन्ज्याङ चौतारी भने जस्तै होइन। सबै कुराहरू रमाइलो वातावरण छ। यो वातावरणमा हामीहरू रमाएर आइसकेका छौँ। अब तपाईँ पनि यहाँ आएर रमाउन सक्नुहुन्छ। यो हाम्रो पारिपट्टि चाहिँ सबै जङ्गल छ। तपाईँलाई म ब्याक क्यामेरा गरेर देखाउँछु। यो चाहिँ हाम्रो सबै जङ्गल हरियाली जङ्गल हो होइन। यो चाहिँ यो पुरा हरियाली जङ्गल छ कि यहाँ पुरा। यो माथि सल्लाहघारी चाहिँ हामी कहिले तल आइसक्यौँ। माथिको सबै दृश्य चाहिँ देखाउन सकिएन हामी चाहिँ होइन। अब हामी चाहिँ यसरी ओह्रालो बाटोमा झर्दै लड्दै पढ्दै हामी चाहिँ अब तल बाटोमा चाहिँ पुग्दैछौँ, आइपुगेका छौँ। यो चाहिँ
यो चाहिँ तलको पुरा भिर चौतारी भन्ज्याङ चौतारी उकाली ओलारी उकाली ओराली भन्ज्याङ चौतारी होइन यसरी रमाएर चाहिँ हामी लगभग हामी तलको बाटोसम्म आइपुगेका छौँ। अब हामी तल गएर चाहिँ बाँकी दृश्य तपाईँहरूलाई बिस्तारै देखाउँदै जानेछौँ। तलको सबै अवस्थाहरू चाहिँ हामी तपाईँहरूलाई समग्र देखाउँदै जानेछौँ, हेर्दै जानुहुनेछ। रातको समय पनि भइसक्यो अहिले त। अब हामी चाहिँ हाम्रो यात्रा पूर्ण गरेर चाहिँ हामी फर्किसक्यौँ। अब हामी फर्किँदै जाँदै यहाँबाट चाहिँ हामी फर्किँदैछौँ, अगाडि बढ्दैछौँ। अबको अगाडिको यात्राबाट करिब यहाँबाट हामी आधी घन्टा हिँडिसकेपछि हामी हाम्रो गन्तव्यतिर पुग्नेछौँ। करिब आधी घन्टाको यात्रा पश्चात हामी हाम्रो यात्रामा हामी आफ्नो गन्तव्य पुग्नेछौँ। अझ बहुत ठन्डा आयो, चिसोको समय पनि हो होइन। समयले पनि च्यालेन्ज दिइरहेको छ, अलिकति आकाशमा बादलहरू पनि भइरहेको छ। लास्टै चिसो छ। चिसो समयमा हामीले आफ्नो स्वास्थ्यको ख्याल पनि गर्नुपर्छ। हामीले स्वास्थ्यको ख्याल गर्ने भनेको हामी आफैले हो, अरूले भन्दा पनि होइन। चिसोको समयमा विशेष गरेर तातो कपडाहरू लगाउनु, धेरै चिसो ठाउँमा नजानु, धेरै पानीमा चाहिँ नखेल्नु, अर्थात् खोला नदी नालाहरूमा पौडीहरू चाहिँ नखेल्नु होइन। त्यो पनि हामीले आफ्नो स्वास्थ्यको लागि चाहिँ हामीले आफैले पनि गर्न सक्छौँ। अब चाहिँ हामी लगभग आफ्नो गन्तव्यसम्म आइपुगेका छौँ होइन। अब हाम्रो यात्रा लगभग सफल पूर्णमा भइसक्यो। हामी लगभग हाम्रो यात्रा समापन गरेर आइसकेका छौँ। यो भिडियो हेरेर लाइक कमेन्ट सेयर पनि गर्नु होला, सब्सक्राइब पनि गर्नु होला। अहिलेसम्म यो भिडियो हेरिदिनु भयो, तपाईँहरूलाई विशेष धन्यवाद। फेरि कुनै नयाँ कुनै ल्याएर म फेरि तपाईँहरू उपस्थित हुनेछु। तपाईँसँगको लागि समूह मित्रहरूलाई धन्यवाद व्यक्त गर्दै आजको यो भ्लगबाट बिदा हुन चाहन्छौँ। हस् त, धन्यवाद, नमस्कार। सम्पूर्ण साथीहरूमा धेरै धेरै माया मिठो सम्झेर।